हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल सिलगढी मान्छेला। अनि अर्को भ्लगर चाहिँ पनि आइसक्नु भएको छ हाम्रो माझमा। उहाँको नाम चाहिँ मेरो मितिनी, उहाँको नाम आशिका तामाङ। ए आशिका के आशिका, उहाँको नाम पनि हैन, उहाँको नाम पनि आशिका भएर हो क्या, हल्का कन्फ्युज हुने हैन। तामाङ कसले निकाल्यो? टाउको निकाल्नु हैन। अनि हामी चाहिँ आज चाहिँ पोखरा पोखरामा त छौँ नि चाहिँ बहिनी। अनि के भन्छ अरे, केही भन्दैन। यसमा यहाँभित्र अड्काउन सजिलो हुन्छ कि, अनि म नि यतै अड्काउँदै थिएँ। त्यस्तै मितिनी बनेको होइन नि त गाइस। Such a nice view, man. So राम्रो। कत्रो ठुलो भिड, oh my god. आमा गाइस, वाउ, oh my god. मैले कसम त्यो ब्लग बनाएर देखेँ गाइस। मेरो ब्लग नबना नि, मेरो मोबाइल चार्जमा हाल्नु न। उहाँले चाहिँ अब भग बनाउनु भन्दा ए भग रे, ब्लग भनेको भग भनेर छ। ओइ गाइस, मेरो कपाल होइन यो, मेरो कपाल होइन है, मेरो कपाल चाहिँ राम्रो छ गाइस। तपाईँले ठुलो ब्लगै बनाउनु भयो गाइस। आमा गाइस, यस्तोमा पुल छ है, पुल झ्याल खोलौँ न गाइस। राम्रो छ देखिँदैन, तर पनि मैले जति देखिन्छ त्यति। यो ठ्याक्कै यहाँनिर पुल छ, त्यो पुल देखाइदिएको। अनि यो भिर, यहाँनिर भिर, त्यहाँ माथि पुल। गाइस पछाडि देखिँदैन। हामी चाहिँ खासमा भन्नुपर्दाखेरि हामी चाहिँ हिजो आएको, अनि आज चाहिँ भर्खरै बनाएँ। मैले चाहिँ ठ्याक्कै याद आयो कि साँच्ची म त भ्लग पनि बनाउँछु भनेर। अब एकछिन हामी चाहिँ बाहिर निस्किन्छौँ हल्का रेस्टको लागि। हामी चाहिँ लगातार हिँडि नै रहेको छौँ, 1 घन्टा भइसक्यो। खासमा हामी जानु खोजेको चाहिँ अर्कै ठाउँमा हो, राम्रो देखेर गाइस। धेरै नै टाइट भयो, बाइक निस्किन मिल्छ, छोड्दैन मलाई, किनभने काठमाडौँको डाउन हो गाइस। आएँ म कि गाइस काटेको होइन, मलाई एकदमै नराम्रो देखिन्छ। जमेर भाइ आया यताबाट निस्के है म। बाहिर आएगा त्यसरी भ्यू। अनि मम्मीहरू यहाँ फोटो खिच्दै के नकस्तो यारमा होइन, म नखिच्ने भने पनि खिच्छु ल, मेरो नि खिच्छ। पछाडि बस न, मोबाइल देखाएर तिमी खिच्न लाग्यो, मैले खिचेँ। आमा भन्न छोरी अल्छी कति अल्छी यता बस्नु ल आमा छोरी है नातिनी ल। ओ नातिनी कति अल्छी, नातिनी अग्लो छ है। नातिनी अल्छी आमा होची रोडमा गाइस मलाई चाहिँ खास अलिकति अक्वार्ड फिल भइरहेको क्या यस्तो मान्छेहरू गाडी बोल्नु।
हजुरको बनाइदिन्छु म नबनाउने हस् हस् ल 3 2 1 go त्यही हो गाइस मम्मीहरूसँग आएपछि कति हिँड्या ल मैले भयो नगर भन्नुपर्छ त भिडियो भनेर ठिक्कको आफूले हेरेर बनाउने होइन टिकटक अब गाइस बाबासँग बाबाबाट जान्छु म चाहिँ बाबा हाम्रो बाबा पनि आउनु भए उता हुनुहुन्छ यहाँ पोखरा आएको छौँ अनि म चाहिँ आज फुल डे भ्लग गर्छु मितिनीसँग आएको छौँ मितिनी चाहिँ आफ्नो जब गराउनु भए कस्तो जब भनौँ अब टोइलेट गरेर आएको नि धेरै मोटाइसक्यो गाइस जुन चाहिँ डबल सिन आइसक्यो भ्लग बनाएर भ्लगर हो नि त नेक्स्ट गाइस यतैतिर आएँ म चाहिँ होइन यो कपाल मैले काटेर चाहिँ ठुलो गल्ती गरेछु जस्तो लागिसक्यो मैले चाहिँ धेरै भएको थियो भ्लगमा बनाएको होइन अनि आज चाहिँ बनाइदिएको के यस्तो पोखरा हिजो आएको तर आज बनाएको छु म चाहिँ हिजो चाहिँ खासै हिँड्दैनौँ हामी बाबा हिजो हामी कहाँ कुन मन्दिर गएको अरे हो मनोकामना गयौँ अनि मनोकामना गइसकेपछि पोखरा आयौँ फेरि अनि हिजो राति चाहिँ खासै कहीँ डुल्न पाएन गाडीमै बस्यौँ हामी 3 घन्टाको सफर गरेर पोखरा आयौँ पोखरामा केही छैन यो पुल चाहिँ चढ्नै पर्ने पुल रे के भयो के त गाइस यहाँ चाहिँ एउटा कुकुर मरेको रहेछ देखिँदैन राम्रोसँग त्यहाँ माथिबाट यस्तो माने यस्तो नै रह कति खाना जाम न त अब होइन हामीलाई सुगर छैन पानी मलाई अब कहाँ भएन जानु अब जाने अब हिँड्नु हुन्छ नि खाने के हुन्छ यो त पानी हो त के हो पानी आउन भने हो र कुटेर खाने अलिकति तिमीलाई सुरु भयो डाइरिया भयो औषधि अन्त म त खान्छु बारीतिर खोज्दै ल्याएर खाने जाम
बेलसन तिमीलाई अहिले छोडिदिएर गयो भने कहाँ फेरि गाडीमा जान लाग्यो गाइस होइन भित्र छिर्न लाग्यो म के भन्नु ब्लग यत्तिकै डुल्दै बसेको गाइस अजीब गाडी आहा भित्र बसिरहेको छु मम्मी मलाई दिन्न पानी मलाई गाइस पानी मलाई कस्तो खस्यो मेरो पानी होला तो डेथ भयो नो प्रब्लम पानी होला खाइदियो के यो त्यस्तै हो म त अमिलो हुन्छ होला बाबा बाबा पानी हो मलाई म नखाने के मिठो छ केही छैन यस्तो नखाने बाबा नखाने के नाइ नाइ मन पर्दैन बाबा बाबा फाल्दिनु मैले त गाइस ये बक बक चल रहा है जम ना जम के बाबा आओ छोरी आओ जाने अब यता आऊ त यता छोरी यता आऊ न म त लास्टमै जाने आहा खतरा भयो जलाई ल्याउँदा ए अनि के पैसा तिर्नु भयो भन्दाखेरि एउटा पैसा तिरे भने मैले अनि कसले तिरेछ भिडियो खिच्नु साँच्ची र के छ हल्ला छ पुरै चित्त पनि केमा दुखेर
सामान पुरै बाहिर नराख हेर न के हुन्छ अरु के गर्छ त्यही गर होइन गाइस नाटक गर्नुहुन्छ माथि हाटेर ब्लगमा गीत बजाउन के आज के काठमाडौँ जुलुस छ के चटकी भइसक्यो गाइस म पनि दिन्दिनँ हे गाइस वेलकम ब्याक टु माई च्यानल अनि म चाहिँ हो तपाईँहरूको आशिका तामाङ अनि हामी चाहिँ यहाँ पोखरा जाँदैछौँ होइन बाइ द वे इन आशिका ट्राभल्समा जाँदैछौँ होइन बाग्लुङ सरी यस कहाँ जाँदैछौँ रे सो बाग्लुङ हिजो चाहिँ हामी राति 3 बजे काठमाडौँबाट मनोकामना आएको थियौँ अनि मनोकामनाबाट हामी पोखरा आएको थियौँ अनि आज पोखराबाट हामी बाग्लुङ जाँदैछौँ ऊ चाहिँ हो हाम्रो सानो ब्रदर होइन अनि ऊ चाहिँ हुनुहुन्छ यता हेरिदिनुहोस् म ठुलो ब्लगर हो 200 सब्सक्राइबर्स गाइस मेरो चाहिँ प्रिसिकातिमा सिनेमा गएर हेर्नु होला उहाँको चाहिँ के छ बुढा आशिका केसी है गाइस आशिका तामाङ भन्छ आशिका केसी भन्छ अनि गाइस मेरो चाहिँ प्रिसिकातिमा सिना है गाइस कपाल खोलौँ होइन हावा आउँदाखेरि गाइस जो चाहिँ मेरो आफ्नै भाइ हो आफ्नै भाइ हो गाइस म चाहिँ आज फुल डे भ्लग गर्नुपर्छ स्टे ट्युन विथ मी पहिला के हुन्छ मोबाइलमा चाहिँ फुल एक्टिभ होइन स्टे ट्युन विथ मी अब मोबाइल बन्द हुने बेला गाइस यो रियालिटी भ्लगरहरू तर म त्यस्तो गर्दिनँ गाइस म त्यस्तो गर्दिनँ गाई म भिडियो बन्द भएपछि नि भिडियो वेलकम ब्याक गरे होइन म चाहिँ यहाँ भ्लग सुट गरेर छु यु क्यान सी यु क्यान सी हामी बाग्लुङ कालिका छैन गाइस कति नमाला थाहा रियालिटी यही हो यही भिडियो डिलिट हान्ने बाह्रको बाग्लुङ सो गाइस हामी चाहिँ बाग्लुङ कालिका आइपुग्यौँ उसकोमा गर्न नपाइ चाहिँ मेरोमा पनि गर्न दिँदैन नो प्रब्लम यही मन्दिर हो जस्ट आई थिङ्क आइपुग्यो फेरि सुरुदै गर्ने सो गाइस म चाहिँ होइन बाग्लुङ आइपुगेँ अनि अब म तपाईँलाई बाग्लुङ कालिकाको गेट देखाउँछु होला यता हेरेर भ्लग गर्न नआएपछिको अवस्था बाहिरको भ्यू रहेको छ होइन अनि यहाँ पछाडि चाहिँ गेट छ यहाँ देखाउन मिलेन देखाउँछु पहाडी गेट छ मन परेन हिजो चाहिँ हामी माछा भएको ठाउँमा गएको जे भयो माछा नि त खोइ कहाँ माछा तर माछा भएको ठाउँमा गएको हो हिजो चाहिँ खोलामा माछा थियो होइन सबै देखाउँछ हैन सो गाइस हामी चाहिँ बाग्लुङ कालिका हैन त्यो हिजो के म गाडीमा बसिरहेको थिएँ रे अनि त्यहाँ माछा सुनामा गएको हो मम्मी त आई थिंक हामी चाहिँ बाग्लुङ कालिका आइपुग्यौँ खाना ठाउँमा माछा थियो आई थिंक तिमी खाली अन्त ध्यान गरेर मोबाइल हेरेर बस्छ अनि थाहा हुन्छ तिमी पनि अनि अहिले चाहिँ पहिला म कपाल बान्छु फेरि मेरो यत्रो ठुलो जग्गा देखेर मान्छेहरू भाग्छ सो
सो गाइस हैन हामी चाहिँ बागलुङ कालिका नि आइपुग्यौँ अनि म तपाईहरुलाई देखाउँछु हैन बागलुङ कालिकाको गेट अनि गाइस यो चाहिँ मेरो भ्लग हो हैन अनि के भन्दा नि तपाईहरुलाई म एउटै छ नि नम्बर लेख्नु ए सदा हैन आखा यात्रा देख्नु र हैन त मिल्छ हैन हैन होला गाइस मेरो भाइले मेरो सपोर्ट गर्छ कति राम्रो थियो म यो काटेर 20 मिनेटको भइसक्यो हावा भ्लग त मेरो अम्ला विक छ भ्लग भनेको हावा नै हुन्छ जाम जाम त मेरो भाइ छिर्दैन त्यही अर्को गाडीमा नगर्नु मेरो गाडीमा जान्न कस्तो होला झर्ने भने फेरि यतैबाट झर्नु पर्यो झरम झर्दैछु हो एउटा नानीलाई चाहिँ एउटा मोबाइल नथोडै छ हाँसो निकै फुल्यो अब नानी त यार हामीहरू जाँदै गर्नु सबैजना चस्मा हजुर आउन आँट्दैन उता कपाल खै त कपाल खै त कपाल हामी चाहिँ बागलुङ कालिका आऊ ए फोटो खिच्ने आऊ त आमालाई लिएर आऊ बस्नु त छोरीहरूलाई लिएर मम्मीहरू खै घुमाएर आमा यता आउनु रे आमा खै छेकिनु चस्मा लगाएको राम्रो माथिलाई नि कस्तो राम्रो देखेको है त्यो आज भेटेपछि आज जानु भने नि त मैले यो नातिनी आज जानु कि त्यो अस्ति नि जानु कि हो दुरा आज जानु आज मात्र जन्मे हो र भेटेपछि जुन दिनदेखि भेट्यो आज भनेको थिएन आज भेट्यो आज जानु आज कति आज कति जानु आज गाडी चाहिँ भ्लग सुट गर्न मिल्दैन रहेछ त्यही भएर म चाहिँ अहिले बसेको आइपुग्यौँ होइन ठ्याक्क मन्दिरको हामी गेटमा छौँ अनि यहाँ चाहिँ हामी जन्म हामी चाहिँ त्यहाँभित्र अहिले त्यहाँभित्र जान्छौँ हामी चाहिँ लिएर जानु यता हेरिदिनु न उहाँको फुल लुक होइन यो फुल लुक देखाउनु त देख्नु होला कस्तो भएको छु अनि राम्रो लाग्छ राम्रो